सबैजनाले हामी चाहिँ अब बिहे गएर म रेडी उठिसक्यौँ, अब रेडी नै भइसक्यौँ। अब चाहिँ हामी चाहिँ नुवाकोटको लागि हामी निस्किन्छौँ। बिहे भाइ चाहिँ के गर्छ बिहे भाइ Hello. कफी रेडी भइसक्यो। अब चाहिँ हामी कफी खाएर चाहिँ निस्किन्छौँ। अहिले कति बज्यो? अहिले चाहिँ लगभग 5:15 भइसक्यो। अनि दुर्गालाई पनि फोन गरेको, दुर्गा चाहिँ फोन आयो। ल अब विवेक भएर म चाहिँ अब हामी चाहिँ ट्राफिक चोकबाट लागिसक्यो। अब अहिले चाहिँ हामी ट्राफिक चोक होइन बिहान खुल्छ बिहान लगभग 5 बजी खुल्छ त्यो कफी सब खुलिसकेको छ। अब चाहिँ हामी ट्राफिक चोकबाट हिँड्दै चाहिँ हामी नुवाकोटको गेटसम्म चाहिँ पुग्छौँ है। अहिले चाहिँ हामी टक्क यो जिएनकै इन्टरनेसनल एजुकेसनमा चाहिँ आइसक्यौँ। यो चाहिँ हाम्रो भाइको अफिस हो। अब कसैलाई केही युके अस्ट्रेलिया क्यानाडा बाहिर स्टडीको लागि जानको लागि केही बुझ्न छ भने प्लिज यो अफिसमा चाहिँ एकचोटि भिजिट गर्नु होला। यति भन्ने अवस्था। अहिले चाहिँ हामी यो तिनाउ खोलाको पुलमा आयौँ। यहाँ चाहिँ के भयो नि ट्रेकिङ हिँड्दै गरे कालो यस्तो छ झोला। यो झोला कसको होला? मेरै हो हजुर। के गर्ने, झोला पाइएन पछि बोक्नु। फाइबर अब नेपालीको अब यो फाइबर भएपछि केही नचाहिने तपाईँको कारणले गर्दा चाहिँ तपाईँको चाहिँ ल्याउनै पर्यो, पानी ल्याएर राख्नै पर्यो, त्यस्तो छ त। झोला चाहिँ बोक्नु नभएर फाइबर झोला चाहिँ लिएर हिँड्छौँ। अहिले चाहिँ हामी बुटोल नगरको लाइन्स परिवेशद्वारमा छौँ। अब चाहिँ यहाँबाट अगाडिबाट चाहिँ हामी त्यो गेटअप पुगिन्छ। गेटबाट चाहिँ हामी चाहिँ अब हिँड्दै जान्छौँ। अहिले चाहिँ हामी यो नुवाकोटको प्रवेशद्वार आइसकेका छौँ। जाँदैछौँ निस्क कति पुगिन्छ यसो कि ठाडो उकालो सिधै उकालो यस्तो हेर्दा थियो हो। हामीलाई अहिले गाह्रो भइसक्यो। अब हामी फर्किन्छ होला जस्तो लाग्छ हामीलाई। सोच्नुमा चाहिँ अलिक गाह्रो छ। अनि सिडी ठाडो छ, बिस्तारै चाहिँ ठिक छ होला। ट्याक्क फाइबर ब्याग बोकेर यता हेर त बाबु। लगभग अहिले हामी चाहिँ हिँडेको 15 मिनट त भइसक्यो। हामी चाहिँ यो सिद्धार्थ केबल कार चाहिँ क्रस गरिसक्यौँ। अब चाहिँ यहाँ यस्तो अलिक पुरानो सिडीहरू टाइपको बाटो चाहिँ छ। मौसम ठिक छ, शीतल छ।
आनन्द त्यो पानी नपऱ्यो हुन्थ्यो। यो चाहिँ केबल गरिदिन्छ यहाँबाट के गर्ने प्रेसर भयो त। लगभग हामी चाहिँ 15 मिनट नभनौँ 10 मिनट जति यसो ब्रेक लिएर हामी चाहिँ अगाडि हिँड्दैछौँ। अनि सिडी पनि एकदम उकालो छ, ठाडै उकालो हुन्छ नि हुन्छ। अब चाहिँ हामी 2 जना मात्रै छौँ। देख्छ शीतल छ, सनराइज पनि हुँदैछ। अब सकेसम्म हामी चाहिँ माथि भ्यू टावरसम्म पुग्छौँ नुवाकोटको। हेरौँ अब अलिक कलि नहिँडेको पानी अहिले हिँड्न चाहिँ अलिक गाह्रो गाह्रो भएको छ। हो हामी चाहिँ हिँडौँ भन्ने कुरो हो। अहिले चाहिँ हामी लगभग हिँडेको 1 घन्टा थियो हुन सिक्यो। अहिले चाहिँ हामी बाटोमै छौँ। एकछिन वहाँ पनि अब 5 मिनट रेस्ट गर्छौँ। 5 मिनट रेस्ट गरेर हामी फेरि निस्किन्छौँ माथितिर। हो खासै नहिँडेको पानी गाह्रो भएर बिहेबाले कस्तो भएर जिम गरिरहन्छ एक्सर्साइज चाहिँ जस्ट डेली बेसमै छ। अनि जस जुन अवस्थामा पहिला हिँड्दा एकदम थाकिन्थ्यो त्यस्तो फिल चाहिँ भएन, अलिकति केही सहज चाहिँ भयो। मलाई चाहिँ अलिक गाह्रो भएर अझ टोपी लाउनु पर्छ। मलाई चाहिँ अलिक गाह्रो भएर नेक्स्ट टाइम अब अहिले एक्स्ट्रा 0 छ। खासै केही एक्सर्साइज गरिन्न, त्यो भएर नि हो। अहिले चाहिँ हामी लगभग बिचतिर चाहिँ आउन लाग्यो जस्तो लाग्यो अनुभवले चाहिँ, किनभने 1-1.5 घन्टा हिँडिसक्यो। अनि यो भ्यू चाहिँ जस राम्रो देखिरहेछ। अनि मनिष दाइले चाहिँ क्यामेरा थमाइदिएर आफू चाहिँ रेस्टतर्फ हुनुहुन्छ र एकदम रमाइलो भइरहेछ आजको ट्रिप चाहिँ। किनभने शनिबारको दिन अफिस जब नै, अनि त्यो भएको कारणले गर्दा अरू बेला एक्सर्साइज गरे पनि शनिबार हाइकिङ गर्नेको मजै छुट्टै छ। अनि त्यसपछि यस्तो छ बाटो चाहिँ। अनि बाटो यो छ, अझै उकालो अरू धेरै छ। बल्ल फर्स्ट पिकमा चाहिँ एउटा पोइन्टसम्म चाहिँ आइयो। अझै जस 1 घन्टा जस्तोमा माथि पुगिन्छ भन्ने आश छ। अब बाटोमै गएर अपडेट देऊला। अब चाहिँ हामी यो फर्स्ट पिक चाहिँ पुग्यो। अब चाहिँ सजिलो छ, खासै त्यस्तो उकालो चाहिँ छैन। जे रमाइलो भइरह 2 जना भए पनि पसिना निस्किरह, क्यालोरी बर्न भइरह। ठिक छ। अब चाहिँ खासै ढेर टाढो छैन जस्तो लाग्छ मलाई। लगभग हामी हिँडेको चाहिँ 1.5 घन्टा जति भयो। ट्राफिक चोकबाट हिँडेको चाहिँ अब 1 घन्टा हुन लाग्यो तलको उसबाट हिँडेको। अब ठिक छ। यस्तो चाहिँ हामी यस्तो हिँड्दै गर्छौँ अहिलेसम्म। अब ल अहिले चाहिँ हामी
अहिले चाहिँ हामी यो नुवाकोटको आधी बाटोसम्म आइसक्यौँ। अब चाहिँ एकदम उकालो छ, तपाईँ हेर्छ भने एकदम उकालो, माथि पनि त्यस्तै यहाँ उकालो छ। अब चाहिँ हामी आधी घन्टामा माथि नुवाकोट पुग्छौँ। नुवाकोट अझै भ्यूबाट अझै आधी घन्टा जस्तो लाग्छ। हामीहरूले पानी पनि सकिसक्यो। अब बिबी भाइमा एकदम थकित रूपमा छौँ। बिजोग छ अवस्था। अब बियर गिल्स हुन पर्ला जस्तो छ। जङ्गलको बिचमा पानी सानी छैन। तर वास्तवमा भन्ने भने चाहिँ नुवाकोटको यो जुन हिँड्दै आउने हाइकिङ गर्ने एरिया छ एकदमै फोहोर रहेछ यहाँ चाहिँ। किनभने जताततै तपाईँहरूको चाहिँ पानीको बोतलहरू होइन, अनि खानाको त्यो चिप्सहरू खाएको प्लास्टिकहरूदेखि लिएर धेरै कुराहरू फोहोर चिजहरू चाहिँ यहाँ देखियो। यो चाहिँ अलिकति नराम्रो लाग्यो होइन, किनभने हाइकिङ भनेको एरिया चाहिँ अलिकति सफा सुग्घर भयो भने हिँड्न पनि रमाइलो हुन्छ। र नगरपालिकाले चाहिँ अरू नभए पनि जस एउटा बाटोमा चाहिँ डस्टबिनको व्यवस्था गरिदिन्थ्यो भने चाहिँ एकदम बेस्ट हुन्थ्यो। किनभने अरूले अब फाल्दै गए पनि अब हामी कहिले केही हाइकिङ आउनुले देखियो फोहोर देखियो भने फोहोर राखौँ भने पनि फोहोर राख्ने ठाउँ छैन। त्यो चाहिँ अलिकति नराम्रो पार्ट लाग्यो। नभए भने चाहिँ अरू चाहिँ त्यो बन्दहरू चाहिँ एकदमै इन्जोय भइरहेको छ, मजा आइरहेको छ। किनभने शनिबारको दिन बिहानसम्म सुत्नुभन्दा जे होस् एउटा होइन, यसरी आउँदा चाहिँ धेरै रमाइलो भइरहेको छ। सो मेरो चाहिँ त्यही नै छ रिक्वेस्ट चाहिँ, अब कृपया जो पनि आउँदै हुनुहुन्छ अब आएको टाइममा चाहिँ अब आफूले केही कुराहरू प्लास्टिकको केही कुरा लिएर आउनु भएको छ भने एउटा केही प्लास्टिकमै लिएर गएर कुनै डस्टबिनमा फालिदिनु होला। अथवा चाहिँ हजुरसँग अब गर्मी छ, पानी खानाले अब चिसो पानीहरू ल्याउनु छ भने थर्मसहरू पनि ल्याउन सक्नुहुनेछ। हामीले थर्मस पनि लिएर आएको छौँ। अनि त्यो भइसकेपछि पानीहरू खाइन्छ अनि बाहिर फाल्ने भन्ने हुँदैन। त्यो गर्नुभयो भने चाहिँ एकदम बेस्ट होला है। नाइमिन तपाईँले हेर्न सक्नुहुन्छ है, एकदमै फोहोर छ कि हेर्नुहोस् न। यो फोहोर भनेको चाहिँ अलिकति अनि दुईजना साथीहरू पनि थपिनु भएको छ। मैले साथीहरूलाई नजिकैबाट देखाउँछु। को भनेर तपाईँले गेस गर्न सक्नुहुन्छ? हेलो, ल उनी पनि हामीसँगै अबको यात्रामा चाहिँ सँगसँगै हुँदैछन् है त। ल इन्जोय। फालिदेऊ। हाम्रो यो राति चाहिँ एकदम थाकेको अवस्थामा छन् बिचरा। अब यो चाहिँ राति चाहिँ हाम्रो अब डेली ट्रेकिङ गर्ने मान्छे, डेली हाइकिङ गर्ने मान्छे त्यही पनि थाकेर एकदम यस्तो अवस्थामा आइसकेको छ। काले चाहिँ माथि पुगिसक्यो, राति पनि हामीसँग कुरेर बसिरहेको अवस्था छ। हाम्रो चाहिँ प्लानिङ छ अब रातिलाई चाहिँ हामी माथि लगेर पार्लेजी बिस्कुट फेभरेट डाइट प्रोटिन जे भने पनि एउटा खुवाउने प्लानिङ छ काले राते। अब यिनीहरूको माथि पनि छुट्टै अब एरिया हुन्छ। एरियामा के थाहा, अब यिनीहरूको लडाइँ सडाइ पनि हुनसक्छ। अब त्यो के छ हामीले त तपाईँलाई चाहिँ एकदम प्रत्यक्ष लाइभ देखाउने छौँ। अहिले चाहिँ एकदम राति पार्लेजी भनेपछि तातिएको अवस्था छ। एकदम अगाडि पिक स्पिडमा हिँड्न हाल्नु। काले चाहिँ धेरै नै अगाडि पुगिसक्यो, राति भने हाम्रो पछि आइरहेको अवस्था छ। चलो ऊपर चलो। ए काले पनि हामीले कुरिरहेको अवस्था छ। काले चाहिँ मुनि गएर सायद के खोज्दैछन् अनि राति चाहिँ आउँदैछन्। सायद कालेले चाहिँ सर्टकट बाटो खोजे जस्तो छ। सट्टी हान्नु खोजे जस्तो छ। अब रातिलाई धोका दिएर ती बिचरा हामीसँग आइरहन्। काले पनि सर्टकट लिएर उताबाट गइरहेको अवस्था छ। त्यतिको बाटो सहिले हुन्छ गरे यो त बेस्ट हो नि। त्यतिकै भएर अलिक गाह्रो हो कि। ठिक छ, अब आइसक्यो। अब आइसक्यो भाइ। त्यो साथी तल धोका दियो हेर। होइन त उता गयो सर्टकट खोज्दै गएको हुन्छ। योभन्दा माथि पुगेर रेस्ट गर्छु भन्ने सोचेको थिएँ। हामी फेरि सिधा बाटो
खाँदै हौ खायो काले त्यस्तै काले चाहिँ भन्नु नहुने हो त्योभन्दा काले चाहिँ हामी छौँ एक पर्यटक जियोस् यहाँ निस्केको थियो त्यहाँ सर्टकट चाहिँ काले यहाँ आइसकेको छ है त्यो धेरै बाटो रहेछ पर्खे साथीलाई यिनीहरू पनि एकदम हेल्थको चाहिँ एकदम ख्याल गर्ने मान्छे छ चलो चलो फर्स्टमा दुईवटा पार्लेजी छ है अब हाम्रो जिएनकेबाट चाहिँ फर्स्टलाई चाहिँ एउटा पार्लेजी बिस्कुट दुईवटा ल दुईवटा अनि सेकेन्डलाई एउटा छ अहिले चाहिँ हामी यो सम्म ठाउँमा आइसक्यौँ रातिर काले पनि हामीसँग छ तिमी एकदम थाकेको अवस्था यत्तिकै सम्म हो चाहिँ हामीले चक्क क्लिन यसले यति मृगै हेरेको जस्तो लाग्यो यसले मृगै हेरेको खोज्यो क्या यसले हन्टिङ हानि दिन्छु भने यसले आमालाई मृगमा त पायो भने त पार्जी खाल्यो भने भेटाउनु न अब उति टाढा आइपुग्छु पछि मूर्ति भएको थियो त्यही त्यसपछि यो त्यो मन्दिर जुन छ त्यो पहिलाको काल भैरव मन्दिर त्यो पनि त्यही नै हो त्यो डाँडामाथि छ हो त्यहाँ चाहिँ पहिला कालापानी भन्नु आएको थियो जस्तो यहाँ तलको चाहिँ तानसेनको राजा होइन भीमसेन हो कि यो मणिमुकुन्द राजा को चाहिँ युद्ध गरेर तल चाहिँ जितगढी किल्ला भन्ने छ तोरियो कनेक्ट छ क्या त्यही भन्ने सुनिन्छ क्या माथि चाहिँ मेन किल्ला माथि मन्दिर चाहिँ मणिमुकुन्द राज्यको चाहिँ माथि पालामा चाहिँ त्यो त्यहाँ थियो धेरै पुरानो मन्दिर हो त्यो चाहिँ कालभैरव मन्दिर मिठो घाम पनि लागिरहेछ हामीसँग चाहिँ कालेहरू पनि दुईवटा साथीहरू यो चाहिँ राजाको टोपी सोपी के हुनसक्छ यसलाई चाहिँ हामीले केही नचलाउँ यसलाई चाहिँ हामीले यहीँ राखौँ यो चाहिँ जे होस् यसलाई चाहिँ हामीले केही यताउति सारेर यसको अस्तित्व मेट्नुहुन्न हो त्यो चाहिँ सही कुरो पहिला चाहिँ यो कालेले सक्छ यो जुन अहिले हामी बाटो हिँडिरहेको पहिला चाहिँ हाम्रो विवेक भाइको चाहिँ अब हजुरबाहरू चाहिँ यहीँ बाटो चाहिँ नुन लिन आउने जाने गर्नुहुन्थ्यो अब हाम्रो बाटो चाहिँ यतै भएर चाहिँ नुन लिन यतै आउँथ्यो सर्टकट खोज्नु तपाईँकोले हाम्रो बाले फेरि खोज्न सक्नु भएन कति दिनहरू हिँड्नुहुन्छ अरे 3-4 दिन यसो बढाएर भनौँ अलि 10 दिन हिँडेर चाहिँ उहाँ जुन किसिमले आउनुहुन्थ्यो त्यही किसिमले लिएर टक्क उति बेला सर्टकट बाटो थियो भन्ने कुरा थियो जस्तो यो मात्रै नभए अब यहाँबाट त्यो तल खस्यौली बजारमा गएर चाहिँ टक्क त्यो हाम्रो नुकाट पुगेर त गाडी जानु थियो त्यस्तो थियो कि स्ट्रगल अब पर्यो नि त दोकानबाट चाहिँ यतातिर बाटो थिएन कि खासमा चाहिँ यस्तो थियो अरे कस्तो थियो अरे भन्दा तमगसबाट पनि जुन अहिले त्यो मेन बाटो हो नि त्यो बाटो चाहिँ आउने बाटो थिएन भन्ने चाहिँ जस्तो त्यताबाट पनि सर्टकट झर्दै आउने होइन किनकि तपाईँको त्यत्रो बाटो त अहिलेको हिसाबमा जुन बाटो छ त्यो बाटो त आएर साध्यै छैन हेर्नुहोस् मैले त के सुन्थेँ भने तिम्रो पहिला हजुरबाहरू होइन हजुरको साथीहरू चाहिँ नुन नपाइने तमगासमा अनि बाटो पनि थिएन त्यो बेला कोदाल लिएर बाटो खन्दै यहाँसम्म आउनुभएको भन्ने त्यो सुनेको थिएँ मैले यतिको हुन पर्यो कि त्यो चाहिँ खास के हो हामी अहिले खनेको बाटो हिँड्न सक्दैनौँ यस्तो पहिला हजुरबाले बिहेको हजुरबाले बाटो खन्दै आउँथ्यो त बाटो नि हाम्रै हजुरबाले बनाए जस्तो कता मलाई फिल भइरहेको कि हिँड्दा ऋषिदाईको बाल्ने भन्थ्यो आज चाहिँ कता मलाई फिल भइरहेको अब यतिको चाहिँ बाटो भयो भने चाहिँ हामी चाहिँ
हिँड्नु कति हिँड्नु सक्छौँ हामी यहाँ त तर तम्घासै पुग्छौँ तपसी तर छैन यस्तै बाटो धेरै छैन जस्तै तम्घासमा होइन अर्जुन किन्ने बेलामा जुन मेन बाटो नगर सर्टकट बाटो यस्तै खालको छ कि माथि एकदम उकालो होइन अनि उकालो पछि चाहिँ तपाईँको सिडी सिडी खालको छ क्या माथि अर्जुन पुग्ने बेला मोस्ट डिफिकल्ट पार्ट भनेको त्यहाँ हो हिँड्नलाई जुन चाहिँ मेन माथि अब अर्जुन आउनु लाग्यो भन्ने गुफातिर जाने बेला सिडी छ त्यहाँ त दाइ हेर्नु भाउ म फर्किन्छु यार यहीँबाट जान्न माथि भन्ने खालको तल्लो बाटो हो साथीहरू चाहिँ पछि लगाइरहन् यिनीहरूले हाम्रो साथ दिइरहन् बचाउन गाडीहरू लिएर हिँड्छ हामीलाई चाहिँ उनीहरूले चाहिँ बाटोहरू देखाइरहन् जस खुसी लागिरहन् हामीले यिनीहरूलाई बाटो देखाइए हामी होइन यिनीहरू त हामीले खोज्यो भने बाटो देखाउनु आएको हामीले अनि त्यो जहाँ पनि गाडी लिएर हिँड्ने अलिकति हाम्रो चाहिँ छ बाहुनसोरहरू हाम्रो चाहिँ अलिकति ज्यानलाई खतरा छ नि त कारणले गर्दा अन्त अब ठिक छ नि यहाँसम्म त एकदम बाटो ठिक छ अलि हिँड्न पनि सजिलो छ अब चाहिँ गाह्रो छ अब चाहिँ अब लगभग लगभग हामी नजिक नजिक आइसक्यौँ अब त्यहाँसम्म चाहिँ पानी चाहिँ सुकाइदिउँ खाना अलि मान्नन् मार्ने केही खुवाउनु लाग्यो भने त्यो पनि हुनसक्छ हामीले भरोसा गऱ्यौँ त्यो पनि यस्तो गऱ्यो बिचरा अब पहिले पानीदेखि अब खाएर आइसक्यो होला तलै टन्नै पेट फुल गराइहाल्छन् अब यहाँ चाहिँ बचेको पानी चाहिँ हामीले चाहिँ नभइदिउँ भन्ने सोच उहाँ तपाईँले खानु हामी त थाकिदिउँ तपाईँ थाक्नु हामी त रेगुलर यहाँको हामी त रेगुलर आउँछौँ भन्ने चाहिँ त्यस्तै चाहिँ लाग्यो क्यामेरा बन्द भयो अब सिडिया चाहिँ बिजोग हुन्छ अलि हिँड्न चाहिँ गाह्रो हुन्छ अब फेरि यस्तै बाटो भयो भने भेटौँला फेरि यस्तै बाटो हो भने भेटौँला अब चाहिँ एकदम रमाइलो छ कस्तो छ कस्तो लाग्यो तपाईँलाई भिडियोहरू हामी गफ गरेको खासै त मन पर्ने होला त्यही नै यसो मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब सेयर के गर्न मिल्छ त्यो चाहिँ तपाईँको यस्तै राम्रै 100 भ्युज कट्यो भने चाहिँ अब नेक्स्ट हाइकिङ चाहिँ हामीले फेरि यो भिडियोमा 100 भ्युज कट्यो भने चाहिँ हाम्रो नेक्स्ट हाइक चाहिँ फेरि एउटा प्लानिङ गरिदिन्छौँ कि तपाईँहरूले चाहिँ रिकमेन्ड गर्न सक्नुहुन्छ कमेन्टमा गरेर चाहिँ यो हाइक जानु पऱ्यो भनेर अब हामी चाहिँ त्यसलाई चाहिँ एकदम जाने ट्राई गर्नेछौँ अब साथ सपोर्ट दिनु होला अहिले चाहिँ म बिदा भएँ ड्याप आएका छैन नि यिनीहरू भागेर हाम्रो दोष लाउनु त होइन उनीहरूसँग भागेको थियो भनेर त्यो नि हुनु पायो त्यसपछि अब चाहिँ लगभग धेरै नजिक आइसक्यो हामी अब लगभग 10-15 मिनट चाहिँ हामी त्यहाँ पुग्नेछौँ पानी पनि सकिसक्यो थकाइ पनि एकदम लागेको छ अब माथि गएर एकैचोटि आधी घन्टा रेस्ट गर्छौँ त्यसपछि हामी जान्छौँ भ्यू टावर ए आधी घन्टा अरे 10 मिनट भन्दै आधी घन्टा लाग्नेछ रातिलाई चाहिँ कालीले छोडेको अवस्था छ बिचरा एक्लै लुखुर 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 हिँड्दै आएको छौँ एक्लै देखाउँ हामीले रोक भाइ जियोस् यसो धोका पायो नाति भाइ टेन्सन नगर हामी छौँ भाइ कमब्याक गर्नुपर्छ तैँले अब तिमी स्ट्रङ हुनुपर्छ अब तिमी स्ट्रङ हुनुपर्छ माथि गएर दुईवटा पालेजी खानुपर्छ खान्छस् तैँले एक्लै फर्स्ट यहीँ हुने भयो के माथि गएर दुईवटा पार्लेजी गरेर पाएर लिएर आएर दिनु त होइन के हो त्यो माया अब त्यो हुनसक्यो थाकेँ म अब तिमीले चाहिँ गरेर लिएर आऊ भने जस्तो छ तर चाहिँ त्यस्तो चाहिँ नहोला यो बाटो ढल्न थाले बाटो रोक्न थाले यस्तै पो रहेछ बाटो दरम नुहाकोट चढम किन यसलाई मेरो चाहिँ सिनेमेटिक
यस्तो छ है। अब पुग्नु पनि गइसक्यौँ हामी। नुवाकोट अब 5 मिनटहरू पुगिन्छ। अहिले चाहिँ हामी एकदम मस्त हावा चलेर हामी एकछिन रेस्टमा छौँ। रेस्ट पनि हेर्नु कति मजाको छ यहाँ। मस्त कस्ता सुत्न जस्तो मिल्नु सक्छ। जे होस् रमाइलो भइरह, इन्जोय भइरह, त्यही हो। सुतिरहेको अवस्था छु म चाहिँ। हाम्रो यो रातै पनि मस्त सुतिरह रेस्ट। मुन्ना ए मुन्ना मुन्ना मुन्नालाई पनि एकदम फकै लाग्यो। त्यही काट्दै मुन्ना मस्त भ्यूको। यसलाई चाहिँ कालले हेरेर मस्त कालले हेरेर कि आउँछ कि आन्न आन्न। अब मैले बाटो हेरेर बाटोमा अब के गर्छ आएन बिचरा सेन्टी भयो। त्यो हन्टिङमा आएको के खोज्नु मुसा खोज्नु आएको त्यो साइड बाटो हिँडिन्छ नि। त्यसलाई धोका दिने धोकेबाज हैछ त। धोकेबाज हैछ भने चाहिँ हामीले बुझ्नु पऱ्यो। म त जान्न होला। हामी चाहिँ अहिले नुवाकोट आइसक्यौँ। यहाँबाट सिडी कट्ने बित्तिकै हामी चाहिँ नुवाकोट पुग्यौँ। लगभग हामीलाई अराउन्ड 2 घन्टा जति लाग्यो। बिस्तारै हामी चाहिँ आइपुग्यो। अझै मैले पुग्नु त सेन राजा हो। यताबाट चाहिँ मन्दिर पुगिन्छ। यहाँ चाहिँ हामीलाई यो पालन भाइ त गइरहन एकदम अब देखेछ। सँगै आएर फर्स्ट भयो हाम्रो साथी, हाम्रो यात्राको साथी उसलाई चाहिँ भोक लागेको कारणले गर्दा यिनीहरू रान्दै मैले चाहिँ ट्याक्क बरको पातमा पानी छ। अहिले चाहिँ हामी नुवाकोटको यो सकिन्छ एकदम यो चौपरीमा आयौँ। चौपरीमा चाहिँ हामी लगभग 10 मिनट बस्यौँ। 10-15 मिनट बसेपछि हामी रेस्ट गरेर अहिले चाहिँ लगभग 8 बज्लाइसक्यो। अब हामी यतापट्टि चाहिँ यो कालभैरव मन्दिरतर्फ जान्छौँ। कालभैरव मन्दिर दर्शन गरेर चाहिँ हामी अहिले नयाँ बुद्धको स्ट्याचु बनेको छ त्यसलाई घुम्छौँ। र त्यसपछि हामी चाहिँ भ्यू पोइन्ट गरेर चाहिँ एकछिन मजाले बसेर चाहिँ सिनेमेटिक भ्यूहरू खिच्छौँ। अब चाहिँ हामी लाग्यो है त। 2080 साल पौष 25 गते। मेरो बर्थडे दिन आइछ। मेरो बर्थडे दिन चाहिँ 2080 पुरा 1 वर्ष पछाडि चाहिँ यो चाहिँ नेपालको गणतन्त्र प्रतिष्ठानले 3औं गाउँपालिकालाई चाहिँ हस्तान्तरण गरिरहेछ। अब चाहिँ हामी चाहिँ काल भैरवको चाहिँ मन्दिरमा जाँदैछौँ। माथि एउटा पुरानो किल्ला जस्तो त्यो पुरानो जहाँ चाहिँ लडाइँहरू हुन्थ्यो त्यो ठाउँ पनि छ माथि। त्यो पनि हामीले तपाईँलाई देखाउँछौँ। हाम्रो डगेश भाइ पनि हिँड्दैछ। डगेश भाइ ओके जस्तो के मैले फुल भेटाएँ बाटोमा हिँड्ने क्रममा। कस्तो देख्दैछ कमेन्ट गरेर भनिदेऊ है। फोटोग्राफी उठिसक्यो, धुइनिसक्यो।
अहिले चाहिँ हामी कालभैरव मन्दिर नुवाकोटमा छौँ। यति राम्रो ठुलो त्रिशूलको मन्दिर छ, मूर्ति छ। यो चाहिँ एकदम पुरानो, यति पुरानो। पहिला चाहिँ ऐतिहासिक होइन, यो चाहिँ पुरानो मन्दिर भत्का चाहिँ यो नयाँ मन्दिर बनेको छ। अनि यतापट्टि यो चाहिँ हाम्रो जितगढीको किल्ला, जितगढी फोर्ट। यो मन्दिर पनि त्यही बेलाको मन्दिर हो, 1587 भनेको अब 1500 सन् 1500 विक्रम सन् 1500तिर। अहिले चाहिँ जसो नयाँ रेनोभेट भयो। यो चाहिँ पुरानो, यो नयाँ मन्दिर भित्र चाहिँ पुरानो छ, तर यो बाहिर चाहिँ यो सबै नयाँ मन्दिर छ। काठको त्यो मूर्तिहरू यसभित्र चाहिँ यस्तो छ, हजुरले त्यही बसेर दर्शन गर्न सक्नुहुन्छ। नुवाकोट 15औं शताब्दीको जुन ब्रिटिससँग लडाइँ हुँदाखेरिको तलको चाहिँ गढी किल्ला हो। अहिलेसम्म सुरक्षित छ। यो माथि चाहिँ यो नयाँ ढुङ्गाले चाहिँ थपेर यो भने पुरानी ढुङ्गाहरू चाहिँ छ। घाँस उम्रेर चाहिँ अलिकति होइन। यो हाम्रो चाहिँ नुवाकोट गढी। अब यतापट्टि हाम्रो भ्यू पोइन्ट, यो चाहिँ अब 15औं शताब्दीको चाहिँ नुवाकोट गढी हो। एकचोटि घुम्नै पर्ने ठाउँ हो। होटलवासीहरूले चाहिँ नजिकको ठाउँमा चाहिँ यो चाहिँ घुम्नै पर्ने चाहिँ ठाउँ भनिन्छ। पहिला आएको थियो। ल हामी चाहिँ अब यो केबल कार भएतिर आइयो। यहाँ त तपाईँको हजुरको नुवाकोटको केबल कार पनि छ होइन। अनि यहाँ चाहिँ आई थिङ्क 10 बजेपछि लाग्छ होला है केबल कार चाहिँ। अनि यहाँ चाहिँ बुद्धको एउटा ठुलो स्ट्याचु छ जुन चाहिँ बुटोलबाट पनि एकदमै राम्रोसँग देखिन्छ। र जस राम्रो बुद्धको यति राखेर पनि धेरै राम्रो उस भइरहेको छ, किनभने लुम्बिनी नजिकै पर्छ यहाँबाट। आई थिङ्क बुटोलबाट चाहिँ बाइकमा जान पऱ्यो नि आधी घन्टा मात्रै मजाले पुगिन्छ। अनि यो देख्न सक्नुहुन्छ। योभन्दा पहिला पनि म आएको थिएँ, मम्मी बुबाहरूसँग चाहिँ आएको थिएँ। अनि त्यति बेला आउने टाइममा चाहिँ मलाई यो यताको यो जुन 4 किल्ला हो कि के भन्ने छ हाम्रो, त्यो चाहिँ मलाई जितगढी किल्ला सरी जितगढी किल्ला त्यतातिरको चाहिँ थाहा थिएन। नभए म चाहिँ पक्कै पनि मेरो मम्मी बुवालाई त्यहाँ पनि म देखाउन लान्थेँ। अब नेक्स्ट टाइम आइयो भने चाहिँ म अनिवार्य त्यहाँ चाहिँ लिएर जान्छु। र केबल कार सुरु भयो जस्तो छ कुराहरू गर्दा गर्दै। हेर्नुहोस् दोबान गाउँ, हेर्नुहोस् दोबानदेखि चाहिँ यहाँबाट जताततैको डाँडाहरू देखिन्छ, एकदमै राम्रो छ। अनि बुद्धको पनि हजुर यहाँबाट चाहिँ यस्तो दामी भ्यू देखिरहेको छ गौतम बुद्धको चाहिँ। अनि अर्को गौतम बुद्ध यता हुनुहुन्छ यस्तो छ। जो यहाँभित्रमा क्याफेहरू पनि छ, राम्रो राम्रो खानाहरू पाइन्छ। अनि आफ्नो फ्यामिलीहरूसँग चाहिँ यसो शनिबारको टाइम मिलाएर आउन चाहिँ एकदम बेस्ट ठाउँ भन्छु। यस्तो ठाउँमा आएर पनि रमाइलो गर्नुपर्छ। बजारको एरियामा त्यो एकदम नोइजहरू हुन्छ, त्योभन्दा चाहिँ यस्तो शान्त वातावरणमा शनिबार आएर आफ्नो फ्यामिलीसँग मजाले इन्जोय गर्न सकिने ठाउँ जस्तो छ। त्यो भएर चाहिँ हजुर पनि बुटोलतिर हुनुहुन्छ अथवा टाढै हुनुहुन्छ, कहिले केही बुटोल आउनु केही काम पऱ्यो अथवा चाहिँ घुम्न आउँदै हुनुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ अनिवार्य नै आउनु होला। हामी यहाँबाट चाहिँ माथि भ्यू पोइन्ट जाने हो। यतिबाट जाउँ 10 मिनटमा चाहिँ हामी ठ्याक्क भ्यू पोइन्ट पुगिन्छ। अनि भ्यू पोइन्टमा गएर चाहिँ यो त हाम्रो पक्कै पनि सन्तोष इन्जिनियरले बनाउनु धमालमा छ है। अनिवार्य ढोकाबाट छिरेर कसरी खाली
हामी निस्क्यौँ बसेर। यहाँ चाहिँ एकदम लास्टै यो फोहोर रहेछ नुवाकोटमा। जो पनि यस्तो आउनुहुन्छ यहाँ चाहिँ यस्तो फोहोर चाहिँ नगरिदिनु होला भन्न चाहन्छु। किनकि पहिलाभन्दा त अलिक धेरै नै फोहोर यहाँबाट छ झरिबाट। यो भ्यू पोइन्टमा छौँ। यहाँबाट चाहिँ सक्क बुटलको तपाईँको सबै भ्यूहरू राम्रोसँग देखिन्छ। अब यहाँ चाहिँ मुख्य अब आउने चाहिँ बाटो चाहिँ तिनवटा। एउटा चाहिँ पैदल मार्ग छ, ट्रेकिङ रुट छ। एउटा चाहिँ यो केबल कार भइहाल्यो, सिधा केबल कार। अनि अर्को चाहिँ अब छुट्टै बाटै छ, त्यो चाहिँ पब्लिक गाडीहरू बाइकहरू सबै चाहिँ आउँछ। अब यहाँ चाहिँ अलिक थोरै हिँड्नुपर्छ, तल अलिक देहाको ठाउँबाट चाहिँ हिँड्नुपर्छ। अब त्यहाँबाट चाहिँ अलिक चाहिँ पहिलाभन्दा चाहिँ धेरै नै फोहोर भएको छ। यो चाहिँ अब सम्मति निकालेर चाहिँ सफासुग्घर राख्नु परेको छ। अब चाहिँ हामी चाहिँ फर्किन्छौँ। अहिले चाहिँ 9:30 हुँदैछ। अब फर्केर चाहिँ अब पानी चाहिँ खाएर खानसारी खाएर हामी पनि अब फर्किने बेलामा केबल कारमा फर्क्यौँ भनेर सोचेको थियौँ। तर के गर्ने, 12 बजी आइसक्यो खुल्ने। अहिले चाहिँ रेडी हुँदैछ यो चाहिँ बक्सहरू। डगस लगाउनु पर्छ। अहिले चाहिँ लगभग हामी हिँडेको चाहिँ आधी घन्टा चाहिँ भइसक्यो। हामी चाहिँ आधी घन्टामा चाहिँ आधी बाटो आइसक्यौँ। अब अझै आधी बाटो आउनु बाँकी छ। अहिले चाहिँ 10-15 कति हुन लाग्यो, कति थोक लाग्यो। ठिक छ। अनि अहिलेसम्म हाम्रो चाहिँ डगस पनि साथ दिइरह्यो नि। हामी भर्खरै बसेको। हामी 11 बजीसम्म पुगिन्छौँ। हामी चाहिँ 11 बजीसम्म पुगिन्छ होला। 11 बजी पुगेर गोलपाक गरेर खानासाना खाएर अनि बल्ल गरेर आउनु पुग्छ। यहाँ आएर फर्स्ट भयो हाम्रो साथी, हाम्रो यात्राको साथी। उसलाई चाहिँ भोक लागेको कारणले गर्दा खान्न इग्नोर हान्दियो यार। कटकट भिडियो कट हान्दियो।